1,00,000 तिब्बतीलाई चाहिँ नागरिकता दिनलाई बनाएको रातारात बनाएको सरकार अरे। अर्को भन्छ उताको नेपालको त्यो चुचे नक्सा मिलाउनलाई अनि इन्डियासँग दाना पानी मिल्यो अरे अनि रातारात सेटिङ गरेर बनाएको सरकार। अनि अर्को यस्तै भन्छ त्यो के भन्छ पैसा राखेको छ अरे 10 अरब जति यो राजनीतिकलाई चाहिँ यस्तो उथल पुथल उलाट पलाट बनाइदिनलाई अरे। अनि ताइन त हात लागे दुई भनेको जस्तो कुरा छ क्या मान्छेहरूको चाहिँ नि। अब अहिलेसम्म हेर्दाखेरि कुन चाहिँ त्यस्तो सरकार छ जसलाई चाहिँ विदेशीले आएर ठ्याक्क बनाइदिएको छ। अब यहीँ त चुनाव भएको छ, यहीँको मान्छेले भोट हालेको छ, अनि यहीँको मान्छे उठेको छ, यहीँकोले जितेको छ। काङ्ग्रेसले जितेको बेला एमालेकोलाई त इन्डियाले आएर बनाइदिएको छैन। अनि अमेरिकाले गएर चाहिँ अनि अब माओवादीले जितेको बेला एमालेलाई बनाइदिएको छैन। अब एउटाले बहुमत ल्याएन, अब त्यतिखेर चाहिँ अब गठबन्धन गर्नु पर्यो भने त जसले सक्छ गर्न त्यसले त बनाउँछ नि त, होइन? अब सबभन्दा बढी जो दानवीर हुन्छ त्यसले जित्छ भन्थे एकजना विद्वानले। हो त्यस्तै अब जसले चाहिँ नि आफ्नो यतापट्टिको अलिकति दिएर अनि आफू बिचमा बसेर भाग लाउन मिलाउन जान्दछ अनि त्यो केन्द्रमा बस्छ। अब आफ्नो चाहिँ स्पष्ट बहुमत कसैले ल्याएन भने यत्रो धेरै सरकारहरू हेऱ्यो नि त, यत्रो हेरिसक्यो, कुनै सरकारहरू त्यसरी फ्याटसँगले विदेशीले आएर बनाइदिएकै छैन, होइन? अनि अब विदेशीले बनाइदिने अनि उसको इसारा अनुसार हुने हो भने त काङ्ग्रेसले जितेको बेलामा एमालेको सरकार बनाइदिनु पर्यो नि त, होइन? अनि त्यो जनमतै उल्टाइदिनु पर्यो नि त। अब माहौल एका खालको भइरहेछ, अर्कै खालको बनाइदिनु पर्यो नि त। अब त्यस्तो पनि कहिल्यै भएको छैन। अनि त्यो यस्तै क्या हावा। अब सधैँ हेर्ने अलिअलि यसले त राम्रै बोल्छ होला भनेर विश्वास गर्ने खालका मान्छेहरूले पनि यस्तै खालको हावा बोलिदिएको छ क्या। खाली विदेशी भनेको छ, विदेशीको दलाल, विदेशीको एजेन्ट, विदेशीको दानापानी खाएर चलेको, अनि आफ्नो चाहिँ कुरा भनेको जस्तो ठ्याक्क भएन भने अब यस्तो एकथोक भनिराख्यो अनि त्यस्तै ट्याक्क भइदिएन भने अनि आरोप लाउन थालिहाल्यो। यो विदेशीले चलाएको छ, यो विदेशीको एजेन्ट हो, यो विदेशीको दलाल हो, अनि उतैबाट सबै थोक आएको छ, अनि भएन भने रातारात उलट पलट बनाइदिन्छ अरे विदेशीले। कताबाट बनाउँछ विदेशीले उलट पलट? त्यही भित्रबाट हुने हो नि त उलट पलट त। अब यत्रो धेरै रस्साकसी भयो, होइन? प्रधानमन्त्री बनाउनको लागि दुनियाँ यहाँनिर अब मान्छेहरू, होइन? हर्के दाइ उहाँ धरानबाट काठमाडौँसम्म गए, धर्ना बसे, होइन? अरू सबै अब नोमिनेसन भयो, भोट हाले। अब लास्टमा सबैको रोजाइमा परिन्। अब दिदी, होइन? आन्टी जे भनौँ, हजुरआमा, होइन? अब सबैको रोजाइमा परिन् त। अब अहिलेको अन्तरिम अब सरकार हो, एउटा चुनाव गराउने म्यान्डेट हो, होइन? पाएको छ, सहयोग पो गर्ने हो त। अनि अब आफूले भनेको जस्तो भइदिएन, विदेशीको एजेन्टमा अस्ति सेटिङ पो भइसकेको थियो अरे। यो मान्छेको कुरा पनि यो ताइँ तुइँ सुन्दाखेरि बेला बेला अब है यस्तो हुन्छ।